सो हेलो नमस्ते होइन। अनि यो मान्छेलाई चाहिँ कतिजनाले चिन्नुहुन्छ, कतिजनाले चिन्नु हुँदैन। सो चिन्नु हुँदैन भने पनि गएर एकचोटि यसको प्रोफाइल चाहिँ भ्यू गरिदिनु होला अनि यसको भिडियो चाहिँ भ्यू गरिदिनु होला है। सो मैले चाहिँ यो भिडियो चाहिँ खास बनाउनु चाहिँ अलि रिप्लाई दिन मन लाग्यो कि यसलाई होइन। यसको जुन भिडियोहरू छ नि त्यो हिसाबले चाहिँ अलि रिप्लाई दिन मन लाग्यो। अनि मैले यसको भिडियोहरू पनि मैले साथीभाइहरूलाई देखाएको थिएँ होइन। अनि कस्तो खाले मान्छे हो यताउता के यस्तो कुराहरू गर्दै थिएँ होइन। सायद यसको भिडियोहरू हेरेर हजुरहरूले पनि सायद यसलाई अलि नराम्रै भन्छ होला है। सो यसको भिडियोहरू अब हेरेर पछि कमेन्ट गर्नु होला होइन। अहिलेको लागि चाहिँ अब मैले जुन कुरा भन्न गइरहेको छु त्यो कुरा चाहिँ सबै नेपालीहरूलाई होइन, सबै नेपालीहरू कसैलाई पनि होइन है। स्पेसली यसलाई मात्र मैले भन्न गइरहेको छु क्या। यसको कुरा सुनेको होइन, दिमाग तात्तिने कुरा मात्र गरेको छ क्या यसले। सो मेरो मात्र होइन, सबै गोर्खाली दाजुभाइहरूको होइन, जति पनि नेपाली दाजुभाइहरू हाम्रो गोर्खालीलाई माया गर्नुहुन्छ नि, जति पनि गोर्खाली हुनुहुन्छ नेपालमा होस् चाहे इन्डियामा होस्, चाहे इन्डियन आर्मी होस् चाहे नेपाल आर्मी होस् चाहे ब्रिटिस आर्मी होस्, जतिले पनि यसको कुरा सुन्नुहुन्छ नि, यसको कुरा सुनेर नि यसको पारा गरम भएर यसलाई थप्पड हान्न मन लाग्छ होला क्या होइन। सो यसको अब के भन्ने, यसको कुरा सुनेरै मेरो दिमाग खराब भइसक्यो क्या। सो यसले भन्दैछ पाकिस्तानले यस्तो गरेर उस्तो गरेर इन्डियालाई यो गरेर त्यो गरे, इन्डिया त अहिले बत्ती नबाल्ने गरेर उ गर्न सकेर धोस्ते हानेर यो बाबु होइन। तेरो यो भिडियोले होइन हाम्रो परिवारलाई कति असर पर्छ भनेर तँलाई थाहा छ? हामीलाई दिनरात कल आइरहेछ क्या, वार चलिरहेछ भाइ, पाकिस्तान र इन्डियाको वार चलिरहेछ। त मुजी न आमापट्टि न माया चिक्ने बाबुपट्टि त मुजीले भिडियो बनाएर त मुजी जे पाइ त किन भनिरहेछ? त मुजी जस्तो भिडियो तेरो मुजीको जस्तो भिडियो हेरेर माया चिक्ने हामीलाई मुजी घर परिवारले फोन हान्छ क्या। हामी इन्डियन आर्मीहरूले माया चिक्ने अहिले कति झुट बोलेर बसिरहेको थाहा छ? ठिक छ आमा, ठिक छ बाबा, ठिक छ घर परिवारमा बुढी होइन, अब जति पनि छन् होइन, जो छैन होइन, फोनहरू आइरहेको छ होइन, साथीभाइहरू दाईहरू भाइहरू होइन, ठिक छौँ ठिकठाक छौँ, छिटै आउँछौँ, टेन्सन नगर्नु, केही भएन यताउता भनेपछि। तर कतिजना लडिरहन्, कतिजना बसिरहन् होइन, सबैजना यत्तिकै त राखेको छैन नि त इन्डियन आर्मीले मुजी सरकारले। हामी मुजी मरे पनि गए पनि रन्डीको बान माचिक्ने केही फरक पर्दैन क्या, बुझिस्? हामी मुजी मरेर गए पनि हामीले केही परिवारको लागि केही गरेर जान्छौँ। त मुजी जस्तो खाते जस्तो होइन, रन्डीको बान चिक्ने कुन कुनामा बसेर रन्डीकन डरपोक भएर म्याच चिक्ने, त्यहाँ बसेर मुजी ठुलो कुरा गर्ने होइन क्या, म्याच चिक्ने भिडियो बनाएर रन्डीका छोरो। सोसियल मिडिया चलाउन पायो भन्दैमा म्याच चिक्ने जे पनि बोलिदिने रन्डीको बान। न मुजी आमापट्टि न बाबुपट्टि, न इन्डियन आर्मीको न इन्डियाको न पाकिस्तानको म्याच चिक्ने, नेपालको पनि हो कि होइन म्याच चिक्ने, खै कुन्नी मुजी कहाँ कुन डुल्लोमा बसेर म्याच चिक्ने भुक्दैछ रन्डीको बान। उमेर हेर्दाखेरि ठुलो छ होइन, उमेर हेर्दाखेरि ठुलो छ, इज्जत दिने खालको छ उमेर हेर्दाखेरि। बेहोरा हेर्दाखेरि म्याच चिक्ने बच्चाको जस्तो पनि छैन क्या मुजी, बच्चाको बरु मुजी त मुजी भन्दा रन्डीको बान दिमाग हुन्छ बढी धेरै। त रन्डीको बान झाँट म्याच चिक्ने इज्जत नदिने होइन, मैले इज्जत दिन्छु होइन, सानोदेखि बच्चादेखि लिएर बुढोसम्म ठुलोसम्म सबलाई इज्जत दिन्छु मैले रन्डीको बान। तर त म्याच चिक्नेको बेहोरा हेर्दाखेरि नि थप्पड हान्न खालको बेहोरा छ क्या मुजी। मैले त यस्तो सोचेँ म्याच चिक्ने जति पनि इन्डियन आर्मीको बुढीहरू छन्, जति पनि इन्डियन आर्मीहरू रिटायर गएको छन् नि, जति पनि इन्डियन आर्मीहरू अहिले छुट्टीमा बसेर फँसे नि बिचरा, वार चलेर बोर्डरहरू बन्द भएर आउन पाएन नि, यो मुजीले त रन्डी भ्याच हानेर गोदे हुन्थ्यो कि उतातिर रन्डीको बान। त म्याच चिक्नेको भिडियोहरू गरे त मुजीको भिडियोले गर्दाखेरि म्याच चिक्ने कतिजनाको परिवारमा कतिजना टेन्सन हुन्छ थाहा छ? रन्डीको बान यहाँ वार चलिरहेको गेम चलिरहेको मुजी भिडियो गेम होइन म्याच चिक्ने। त मुजीले एउटा रन्डीकन पटेको पनि देखेन, राइफल पटेको पनि सुनेन होला म्याच चिक्ने। यहाँ रन्डी गोला बारुदसँग लड्नुपर्छ मुजी, बन्दुकसँग यत्रो गोलासँग मुजी माथिबाट हान्छ तलबाट हान्छ, रन्डीको बान कहाँदेखि हान्छ मुजी। बाँचेर आयो भने ठिक छ, फ्यामिलीलाई भेटेर बाँचेर आएन भने मुजी किस्मत हो रन्डीको बान, के हुन्छ देखा जाएकोवाला हो। त मुजी जस्तो होइन रन्डी डरपोक म्याच चिक्ने, हामी मुजी वीर गोर्खाली मुजी पहिलेबाट रन्डीको बान नाम कमाएको मुजी, हाम्रो नेपालीको खुन त्यसै त तात्तिन्छ। त मुजीको भिडियो हेरेर झन् तात्तिराख क्या रन्डीको बान मादरचुत। कुरा गरे म्याच चिक्ने, पता नै के कुरा गरेर रन्डीको भिडियो बनाउनु पाएन, जे पाइदिए बनाइदियो म्याच चिक्ने रन्डीको छोरो। अब मलाई यहाँ मेरो मुख छाडेको देखेर कतिजना नराम्रो नि भन्यो होला होइन, यो मुजी हिरो बन्यो, यो मलाई केही बाल छैन क्या मुजी। जतिले राम्रो भन्नेलाई राम्रो भन्छ, नराम्रो भन्ने नराम्रो भन्छ, मैले तर यो नराम्रो भन्न खोजेको कसैलाई होइन, यो मुजी